गुड मर्निङ सबैजनालाई। आज चाहिँ म यहाँ खोर्सानी टिप्नु आउँदैछु। यो चाहिँ हो उमरा। यति बेसी झार पनि फलाइछ हो। अन्त यहाँ हेर्नुहोस्, एक दुईवटा रोपेको थिएँ मैले। पुरा बेसी यो झार पानी परेकै गर्छ नि त। अनि त्यहाँदेखिको चाहिँ मैले झार पनि गर्नु पाएको छुइनँ। अन्त चाहिँ आज म बजार, आज चर्च जाने पालो मिस्टरको परेको छ। सो उहाँ जानुहुन्छ। अन्त बजार पठाइदिनु पऱ्यो खोर्सानी भनेर म आफै गएँ भने चाहिँ मजा आउँथ्यो बजारमा बेच्नु हो। अब यो चाहिँ बजारमा त काकी हुनुहुन्छ, उहाँलाई बेच्नु लगाउनु पऱ्यो भनेर चाहिँ यसको चाहिँ एकदमै के भन्छ मान्छेले मन पराउँछ। एकदमै पिरो हुन्छ यो। अब डल्लेहरू भन्दा चाहिँ 3 गुणाहरू जति नै बेसी पिरो हुन्छ। यसको एक प्रकारको सेन्ट पनि हुन्छ हो, जुन चाहिँ पुरा बेसी अब मजाको खानाहरू रुचाउँछ। जसलाई चाहिँ एकदमै बेसी पिरो पिरो मनपर्छ नि उनीहरूले चाहिँ यो टेस्ट गर्नुपर्छ भन्छु म चाहिँ हो। एकदमै बेसी पिरो हुन्छ यो चाहिँ। अन्त अब अरू के भन्छ पकेटको त्यो के भन्छ तिखालालहरू भन्दा चाहिँ यिनीहरू लगेर यिनीहरू खायो भने चाहिँ अब एकदम अर्ग्यानिक पनि हुन्छ हो, केमिकललेस। अन्त पिरो पनि कसलाई मनपर्छ स्पाइसी